सम्पूर्णलाई नमस्ते। होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ हामी एउटा एकदमै इम्पोर्टेन्ट क्वेसन अनि यो अहिले लुम्बिनी प्रदेशमा पनि सोधिएको एउटा चाहिँ लङ क्वेसन छ। यो लङ क्वेसनको बारेमा डिस्कस गर्छौँ। यसमा चाहिँ क्वेसन हेरौँ। यो चाहिँ हाम्रो एकदमै इम्पोर्टेन्ट छ। यो क्वेसन चाहिँ लगभग के अरे सोधिरहेकै हुन्छ है। क्वेसन हेरौँ। What are the factors that affects the pressure in pipelines of distribution system? अनि what are the factors that need to be considered while designing such pipelines? अब यसले के भनेको छ भन्दाखेरिमा तपाईको कुनै पनि डिस्ट्रिब्युसन सिस्टम डिजाइन गर्दाखेरि त्यसमा चाहिँ प्रेसर के कुराले चाहिँ डिटरमाइन गर्छ भन्ने कुरा सोधेको छ हैन। जस्तो प्रेसर पुगेन भने के हुन्छ त? कुनै घरमा अथवा कुनै ट्याप स्ट्यान्डहरुमा चाहिँ पानी एकदमै फ्लो एकदमै हाई हुने अनि कतै चाहिँ के हुने भन्दाखेरि पानी नआइदिने अथवा चाहिँ दुई चारवटा घरकोले माथिकोले पानी खोल्दै गर्दाखेरिमा चाहिँ तलको अरू घरकोमा चाहिँ के हुन्छ पानीको प्रेसर नपुग्ने अथवा चाहिँ पानी नजाने त्यो खालको प्रब्लम चाहिँ के कुराहरूले गर्दाखेरि त्यो खालको प्रब्लमहरू आउँछ भनेको छ है। अब त्यसमा डिस्कस गरौँ। फ्याक्टर्स एफेक्टिङ प्रेसर इन पाइपलाइन्स। पहिलो छ एलिभेसन डिफरेन्स हैन, टोपोग्राफी। यो एलिभेसन डिफरेन्स भनेको चाहिँ केले दिन्छ? गामा इन्टु एच हैन। गामा एचले के दिने भयो त? एलिभेसन डिफरेन्स दिने भयो। अनि त्यसपछि अब के हुन्छ त भन्दाखेरि जति धेरै ट्याप स्ट्यान्डबाट त्यो सोर्स अथवा चाहिँ आरबिटी ट्याङ्कसम्म जति धेरै प्रेसर जति धेरै के भन्छ अरे हेड हुन्छ हैन, एलिभेसन डिफरेन्स जति धेरै हुन्छ त्यति के हुने भयो त? प्रेसर बढ्ने भयो है त। किनभने प्रेसर इज डाइरेक्टली प्रोपोर्सनल टु के छ? एच छ हैन। एचसँग डाइरेक्टली प्रोपोर्सनल भएको कारणले गर्दाखेरिमा चाहिँ के हुने भयो त भन्दाखेरि जति हाइट बढ्दै जान्छ त्यति नै पानीको प्रेसर के हुन्छ? पाइपलाइनमा बढ्दै जान्छ। अनि यो खास गरी चाहिँ यो प्रेसर किन चाहिँ चाहिन्छ भन्ने कुरामा चाहिँ तपाईँको हाम्रो पाइपलाइनको डिजाइन गर्न, जसले गर्दाखेरि अब प्रेसर पानीको प्रेसर थाहा पाइयो भने चाहिँ यो पोइन्टमा यति प्रेसर हुन्छ भन्ने थाहा पाइयो भने चाहिँ हामीले के गर्न मिल्छ भन्दाखेरि एउटा त पाइपलाइनको डिजाइन हैन, कति थिकनेसको पाइपहरू युज गर्ने अथवा चाहिँ कुन प्रेसरको पाइप युज गर्ने भनेर एउटा त्यो पाइपलाइन डिजाइनको लागि हैन, त्यो पोइन्ट त्यो कुराहरू भयो। अर्को चाहिँ अब कुनै पोइन्टमा चाहिँ तपाईँको प्रेसर रिलिज गर्नको लागि चाहिँ एक किसिमको चाहिँ भल्भहरू आवश्यकता पर्न सक्छ हैन। त्यो भएको कारणले गर्दाखेरिमा चाहिँ यो अति नै आवश्यक कुरा हो। अब अर्को भनेको पाइपको डायामिटर हैन। हामीले युज गर्ने पाइपको डायामिटरले कसरी चाहिँ प्रेसरलाई चाहिँ एफेक्ट गर्छ त भन्दा स्मलर पाइप डायामिटर कजेज ग्रेटर फ्रिक्सन लस एन्ड लोअर प्रेसर। जति सानो डायामिटर भयो त्यसमा के हुन्छ त, के हुने रहेछ त भन्दाखेरिमा तपाईँको चाहिँ हेड लस बढी हुँदो रहेछ हैन। त्यो केले गर्दा भन्दा पाइपको फ्रिक्सनले गर्दाखेरिमा चाहिँ लस बढी हुँदो रहेछ। भनेपछि लार्जर डाया रिड्युसेस हेड लस। जति ठुलो डायामिटर प्रयोग गर्यो, जति ठुलो डायामिटर भयो पाइप पाइपको साइज त्यति के हुने भयो त? हेड लस कम हुने भयो। अर्को लेन्थ अफ पाइप हैन, पाइपलाइनको लेन्थ के हुन्छ त भन्दाखेरि लङ्गर पाइपलाइन प्रड्युसेस ग्रेटर फ्रिक्सन लस। भनेको जति धेरै लामो पाइपलाइन भयो त्यसमा के हुन्छ? फ्रिक्सन लस के हुन्छ? बढ्दै जान्छ हैन। त्यसले गर्दाखेरि के गर्छ त? प्रेसर डिक्रिज गर्छ है त। अर्को भनेको चाहिँ के छ? भेलोसिटी अफ फ्लो। भेलोसिटी अफ फ्लो भनेको पानीको भेलोसिटी अथवा चाहिँ त्यो फ्लुइडको भेलोसिटी के छ त्यसको हेर्नु पर्यो हैन। भनेको हायर भेलोसिटीले के गर्छ? इन्क्रिजेस फ्रिक्सन लस। जति धेरै हायर भेलोसिटी भयो त्यसले चाहिँ फ्रिक्सन लस बढी गराउँछ। त्यसले गर्दाखेरि के हुने भयो त? प्रेसर चाहिँ कम हुने भयो। अनि अर्को छ हाम्रो फ्रिक्सनल लस हैन। फ्रिक्सन लस भनेको चाहिँ प्रेसर डिक्रिजेस ड्यु टु फ्रिक्सन बिट्विन वाटर एन्ड पाइपलाइन। पाइपलाइन र वाटरको बिचमा चाहिँ जति धेरै फ्रिक्सन भयो हैन त्यसले चाहिँ के गर्ने भयो त भन्दाखेरि पाइपलाइनमा प्रेसर घटाउने भयो। अर्को हाम्रो छ पाइप मेटेरियल एन्ड रफनेस। पाइपको मेटेरियलमा पनि यो एकदमै भर पर्ने कुरा भयो। अर्को लिकेज। अब जस्तो पाइपलाइनमा तपाईँको लिकेजहरू छ भने त्यसले प्रेसर डिक्रिज गर्ने भयो हैन। अर्को एयर इन्ट्र्यापमेन्ट भनेको पाइपलाइनभित्र जस्तो यो प्रब्लम भनेको तपाईँको इन्टरमिडिएट सिस्टमहरूमा चाहिँ लागु हुन्छ हैन। अथवा चाहिँ त्यो खालको जुन हाम्रो डिस्ट्रिब्युसन सिस्टम हुन्छ नि
त्यसमा चाहिँ यो प्रब्लम चाहिँ अलिक बढी आउँछ है त। अर्को भनेको वाटर ह्यामरले पनि गर्दाखेरि पनि तपाईँको के हुन्छ त भन्दाखेरि पाइपलाइनमा प्रेसर डिफ्रेन्स अथवा चाहिँ प्रेसरको कुराहरू चाहिँ वाटर ह्यामरले पनि के गर्छ त एफेक्ट गर्छ। अर्को भनेको वाटर डिमान्ड भेरिएसन, अनि अर्को छ पाइपको पम्पिङ कन्डिसन होइन, अनि अर्को छ भल्भ र फिटिङ्सहरू। अब यिनी कुराहरू छन्। अनि अब अर्को कुरा छ फ्याक्टर्स टु बी कन्सिडर्ड होइन, फ्याक्टर्स टु बी कन्सिडर वाइल डिजाइनिङ डिस्ट्रिब्युसन पाइपलाइन होइन। भनेको डिस्ट्रिब्युसन सिस्टम डिजाइन गर्दै गर्दा के कुराहरू ख्याल गर्नुपर्दो रहेछ त। पहिलो भनेको डिजाइन डिमान्ड, यो डिमान्ड चाहिँ हामीले ख्याल गर्नु पऱ्यो, किनभने कति साइजको पाइप राख्ने होइन भन्ने कुराहरू चाहिँ अनि केले भर पर्ने भयो त भन्दाखेरि त्यहाँको डिजाइन डिमान्ड कति लिटर आवश्यक छ होइन पर डे, त्यो हिसाबले हुन्छ। अनि अर्को रेजिडुअल हेड रिक्वायर्ड रेजिडुअल प्रेसर, कुनै पनि ठाउँमा चाहिँ जस्तो ट्याप स्ट्यान्डमा रेजिडुअल हेड कति राखिन्छ भन्ने कुराहरू हुन्छ होइन, अथवा चाहिँ अर्बन एरियाजहरूमा चाहिँ कति राखिन्छ भन्ने कुरा हुन्छ। जस्तो घरको छतसम्म पानी पुग्नु पऱ्यो नि त भनेपछि अर्बन एरियाजहरूमा चाहिँ लगभग 7 देखि 12 मिटर हुन्छ भने ट्याप स्ट्यान्डमा लगभग 1.5 मिटर जस्तो चाहिँ हामीले के गर्छौँ रेजिडुअल हेड चाहिँ राख्छौँ। अर्को भनेको टोपोग्राफी अफ सर्भिस एरिया, त्यो सर्भिस एरियाको टोपोग्राफी कस्तो छ होइन, कुन सिस्टमको पाइपलाइन डिजाइन गर्ने हो डिस्ट्रिब्युसन सिस्टम, त्यसको लागि चाहिँ हामीले टोपोग्राफी पनि ख्याल गर्नु पऱ्यो। अर्को भनेको चाहिँ पाइप डायमिटर सेलेक्सन। अब यो डायमिटर सेलेक्सन भनेको चाहिँ तपाईँको अथवा चाहिँ आरबिटीबाट ट्याप स्ट्यान्डसम्म पुग्दै गर्दाखेरिमा चाहिँ तपाईँको चाहिँ पाइपको डायमिटर फरक फरक हुनसक्छ होइन, त्यो खालको एउटा चाहिँ यो प्रेसर अथवा चाहिँ भनौँ न डिजाइनिङको लागि मेन भनेको यो पाइप डायमिटर सेलेक्सन पनि हो। अनि अर्को भनेको पर्मिसेबल भेलोसिटी। अब पर्मिसेबल भेलोसिटी हाम्रो कति हुनुपर्छ 0.6 देखि 2 मिटर पर सेकेन्ड हुनुपर्छ है त। अनि अर्को भनेको हेड लस क्यालकुलेसन गर्नु पऱ्यो। अनि पाइप मेटेरियल, अब कुन खालको पाइप प्रयोग गर्ने। अर्को भनेको प्रेसर जोनिङ होइन, अनि अर्को चाहिँ सर्ज ट्याङ्क र वाटर ह्यामर प्रोटेक्सन है। अब प्रेसर रिलिजको लागि हामीले ठाउँमा सर्ज ट्याङ्कहरू बनाउनु पर्ने हुन्छ, जसले गर्दाखेरि फिटिङहरू भल्भहरू चाहिँ त्यसको ड्युरेसन अथवा चाहिँ त्यो रिलायबल हुन्छ, टिकाउ हुन्छ होइन, तिनीहरूलाई चाहिँ डिस्ट्रोय हुनबाट बचाउनको लागि अथवा चाहिँ पाइपलाइनहरू ब्रस्ट हुनबाट बचाउनको लागि यो सर्ज ट्याङ्कहरू पनि बनाउनु पर्छ। त्यसको डिजाइन पनि यो कुराहरू पनि डिजाइनमा राख्नु पर्यो। अर्को भनेको लिकेज कन्ट्रोल होइन, अनि अर्को पम्पिङ एन्ड स्टोरेज, अनि फ्युचर एक्सपान्सन होइन, फ्युचर एक्सपान्सनको लागि, अनि अर्को मेन्टेनेन्स एन्ड एसेसिबिलिटी, अनि इकोनोमी एन्ड सेफ्टी है त। अब यो चाहिँ हाम्रो 10 मार्क्समा आएको क्वेसन छ। यति कुराहरू चाहिँ हजुरहरूले के गर्नु पऱ्यो त पोइन्ट आउट गर्नु पऱ्यो। त्यो भएको भएर यसलाई चाहिँ हामीले अलिकति इम्पोर्टेन्स दिनु पऱ्यो, किनभने यो सोधिरहेको क्वेसन हो है। यसलाई चाहिँ इन्जिनियरमा सेकेन्ड पेपरमा एकदमै इम्पोर्टेन्ट छ। त्यो भएको हिसाबले हजुरहरूले यो पोइन्टहरू चाहिँ नोट आउट गरेर राख्नु होला है त। ल हस्, धन्यवाद।